आज चाहिँ हामी शिवरात्रिको दिन घुम्न जाऊँ न त भनेर 4-5वटी भेला भएर घुम्न हिँडिहाल्यौँ। अनि अब हाम्रो घरभन्दा 10-15 मिनट नजिकै नै छ। पुलमा गयौँ, फोटो खिच्यौँ, टिकटक बनायौँ। अनि चटपटे त्यही पसलबाट किनेर चटपटे खाना धमाधम छ। म चाहिँ भिडियो बनाउन व्यस्त। डिउ पनि किनेर 1 बोतल गिलासमा हालेर देखाउँदैछौँ। भुजिया पनि छ अगाडि राखेको, खाना सुरु भइसक्यो। गफ गर्दै खाँदैछौँ, के भन्दैछौँ भने कति घरमै बस्नु त हामी चाहिँ कहिलेकाहीँ त डुल्न जाउँ त भनेर हिँड्यो आज, जेसुकै होस् भनेर। त्यो फेरि केको मिटिङमा बिहेको कार्ड बाँड्दै हिँड्नु भएको छ। हरियाली गाउँभारी छ, फागुनको दिनमा यस्तो हरियाली। खाइसकेर फोटोसोटो खिचेर अब हिँड्यौँ हामी। जम्मा 5 जना गएका, 3 जना चाहिँ हिँड्दै आउँदैछौँ, 2 जना चाहिँ स्कुटीमा जाने अरे। के गफ गर्दैछौँ भने पानीको बोतल, पानी चाहिँ खाइएन, तिर्खा लागेन। बोतल त्यत्तिकै बोकेर हिँड्दै हुनुहुन्छ। 2 जना चाहिँ स्कुटीमा हतार छ अरे। अनि घाँस काट्ने भनेर कचिया पनि बोकेर हिँडेछ। तर 2 जनाले चाहिँ हामीलाई धोका दिएकै हो आज। सँगै गएका मान्छे 2 जना चाहिँ स्कुटीमा, हामी चाहिँ हिँड्दै आउँदैछौँ। ठिकै छ, आफ्नो काम हुन्छ मान्छेको। के गफ गर्दै आउँदैछौँ, कचिया ठडाउँदै दिदी चाहिँ 1 मुठो घाँस काटेर छोडिदिन्छु भनेर कचिया बोकेर आउनुभयो। खेतमा जो घाँस झरेको छ। आउँदैछौँ टिकटक बनाउँदै, भिडियो बनाउँदै। म चाहिँ भिडियो बनाउन भनेपछि फेरि खान पनि बिर्सिन्छु टिकटक बनाएपछि।